The real deal. Nepali language. सयौं वर्षदेखि अन्य जातिहरूले यूहन्ना 4:23 उल्लेख गरिएझै आत्मा र सत्यतामा परमेश्वरको आराधना गरेका छैनन्। यसले भन्छ, तर समय आउँदैछ र अहिले नै हो जब साँचो उपासकहरूले आत्मा र सत्यतामा पिताको आराधना गर्नेछन्, किनकि पिताले उहाँको आराधना गर्न यस्ता मानिसहरू खोज्दै हुनुहुन्छ। साँचो उपासकहरू साँचो ख्रिस्टियन हुन् र तपाईले बुझ्नुपर्छ कि तपाईँ अहिले होइन, तर आशा छ कि तपाईँ भविष्यमा हुनुहुनेछ। अन्य जातिका ख्रिस्टियनहरू र सन्तहरूसँग एउटा त्रासदी भयो जुन आत्मिक धर्मी विश्वासीहरू थिए। तिनीहरू अन्य तथाकथित विश्वासीहरूद्वारा मारिएका थिए जो शारीरिक रूपमा धर्मी थिए। सयौं वर्ष पहिले सबैले आफूलाई ख्रिस्टियन भनिरहेका थिए जसरी तिनीहरू आज आफूलाई भनिरहेका छन्। साँचो ख्रिस्टियनहरू मात्र हुन् जसले तपाईलाई नयाँ नियमको बारेमा सत्य दिन सक्छन् किनभने तिनीहरूमा सत्यको आत्मा छ। परमेश्वरको एउटा आदेश छ, येशूलाई परमेश्वर र चेलाहरूलाई येशू। चेलाहरूलाई सत्य र रहस्य प्रकट गरियो। मर्कुस 4:11-12 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तिनीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्न दिइएको छ, तर बाहिरकाहरूलाई सबै कुरा दृष्टान्तहरूमा आउँछ 12 ताकि हेरेर तिनीहरूले देख्न सकुन् तर नदेखुन् र सुनेर तिनीहरूले सुन्न सकुन् तर नबुझुन्। लुका 8:9-10 तब उहाँका चेलाहरूले उहाँलाई सोधे, यस दृष्टान्तको अर्थ के हो? 10 अनि उहाँले भन्नुभयो, तिनीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्न दिइएको छ, तर अरूहरूलाई दृष्टान्तहरूमा दिइएको छ ताकि हेरेर तिनीहरूले नदेखुन् र सुनेर तिनीहरूले नबुझुन्। चेलाहरूलाई पहिले प्रेरित 11:26 ख्रिस्टियन भनिएको थियो। ख्रिस्टियनहरू पवित्रीकरण प्रक्रियाबाट गुज्रन्छन् र सन्त बन्छन्। त्यसो भए यो ख्रिस्टियन र सन्तहरू हुन् जसले विश्वासीहरूलाई सिकाउँछन् जो सत्यको आत्माको प्रकटीकरणको साथ पवित्र आत्माले बप्तिस्मा लिएका छैनन्। विश्वासीहरूले साँचो ख्रिस्टियन वा सन्तहरूबाट सत्य सुन्नुपर्छ। रोमी 8:8 त्यसकारण शरीरमा हुनेहरूले परमेश्वरलाई खुसी पार्न सक्दैनन्। 1 कोरिन्थी 15:44 प्राकृतिक शरीरमा रोपिएको छ, आत्मिक शरीरमा उठाइएको छ। प्राकृतिक शरीर छ र आत्मिक शरीर पनि छ। एफिसी 1:13 सत्यको वचन तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि तिमीहरूले उहाँमा पनि विश्वास गर्यौ, उहाँमा पनि विश्वास गरेपछि तिमीहरूलाई प्रतिज्ञाको पवित्र आत्माले छाप लगाइयो। सत्य सिकाउनको लागि तिमीहरूसँग सत्यको आत्मा हुनुपर्छ। साँचो ख्रिस्टियनहरू र सन्तहरूमा मात्र सत्यको आत्मा हुन्छ। यूहन्ना 16:13 यद्यपि जब उहाँ सत्यको आत्मा आउनुहुन्छ उहाँले तिमीहरूलाई सबै सत्यमा डोर्याउनुहुनेछ, किनकि उहाँ आफ्नै अधिकारमा बोल्नुहुने छैन, तर उहाँले जे सुन्नुहुन्छ त्यो बोल्नुहुनेछ र उहाँले तिमीहरूलाई आउने कुराहरू बताउनुहुनेछ। परमेश्वरले साँचो ख्रिस्टियनहरू र सन्तहरूलाई मार्नेहरूको हेरचाह गर्नुहुनेछ। मेरो ध्यान तपाईलाई सन्त बन्न तयार पार्नुमा छ र तपाईँ सन्त बन्न सक्नु अघि तपाईले पहिले साँचो ख्रिस्टियन बन्नुपर्छ। एक साँचो ख्रिस्टियन पवित्र आत्माले भरिएको हुन्छ र अन्य भाषाहरूमा बोल्छ जस्तै प्रेरित 2:4 उल्लेख गरिएको छ। यो विडम्बनापूर्ण छ कि साँचो ख्रिस्टियनहरूलाई मार्ने काममा संलग्नहरूले आफूलाई ख्रिस्टियन भनिरहेका छन्। सयौं वर्ष पहिले सबै साँचो ख्रिस्टियनहरूको हत्यापछि एकजना पनि साँचो ख्रिस्टियन भएको छैन। तपाईले आफूलाई ख्रिस्टियन भन्नुको अर्थ तपाईँ ख्रिस्टियन हुनुहुँदैन। तपाईले नयाँ नियममा परमेश्वरको परिभाषा पूरा गर्नुपर्छ। अन्य जाति विश्वासीहरूलाई के भयो भन्ने त्रासदी बुझ्नु भनेको सामान्य ज्ञान प्रयोग गर्नु मात्र हो। भौतिक रूपमा धर्मी विश्वासीहरू नै आध्यात्मिक रूपमा धर्मी विश्वासीहरूलाई पैसा, शक्ति र नियन्त्रणले नियन्त्रण गर्न चाहन्थे। तिनीहरूलाई नियन्त्रण गर्ने एकमात्र तरिका तिनीहरूलाई मार्नु थियो। तिनीहरूमा सत्यको आत्मा भएकोले तिनीहरू परमेश्वरको वचनमा भएको सत्य परिवर्तन गर्नुभन्दा मर्नु बरु मन पराउँछन्। यूहन्ना 14:17 सत्यको आत्मा जसलाई संसारले ग्रहण गर्न सक्दैन किनकि यसले न त उहाँलाई देख्छ न त उहाँलाई चिन्छ, तर तिमीहरूले उहाँलाई चिन्छौ किनकि उहाँ तिमीहरूसँग बस्नुहुन्छ र तिमीहरूमा रहनुहुनेछ। त्यसपछि के भयो जसले विश्वासीहरूलाई असर गर्यो? सम्प्रदाय। जो कोहीले पनि आफ्नो विचारको आधारमा सम्प्रदाय सुरु गर्न सक्छन्। त्यसैले धेरैले धर्मलाई विचार भन्छन्। यो थोरै सत्यमा आधारित हुन सक्छ वा कुनै सत्यमा आधारित हुन सक्छ। प्रश्न: सयौं वर्षपछि कुनै पनि सम्प्रदायले सत्य बिना सुरु गर्दा अब सत्य कसरी थाहा पाउने आशा गर्नुहुन्छ?
किनभने एउटा सम्प्रदाय वरपर छ, यसको झुटा कथाहरू सिकाउँदै यो परम्परा बन्न पुग्छ, यसलाई सत्य बनाउँदैन। कुनै पनि सम्प्रदायलाई थाहा थिएन कि मत्ती 28:19-20 ख्रिस्टियनको परिभाषा हो, अथवा यूहन्ना 3:5, मर्कुस 16:18, प्रेरित 2:4 वा यूहन्ना 3:16ले पनि ख्रिस्टियन भनेको के हो भनेर परिभाषित गर्छ। यी प्रत्येक धर्मशास्त्रले ख्रिस्टको आत्मा, परमेश्वरको आत्मा र सत्यको आत्माको बारेमा बताउँछ। मानिसले आफूलाई जतिसुकै बुद्धिमानी ठान्यो, ऊ परमेश्वरको वचनमा भएको आध्यात्मिक सत्य बुझ्न असमर्थ भएको छ। 1 कोरिन्थी 2:14 तर शारीरिक मानिसले परमेश्वरको आत्माका कुराहरू ग्रहण गर्दैन, किनकि ती उसको लागि मूर्खता हुन्, न त उसले ती जान्न सक्छ, किनकि ती आत्मिक रूपमा पहिचान गरिएका छन्। मण्डलीको अगाडि उभिरहेको पास्टर वा नेता आफूलाई ख्रिस्टियन र मण्डलीका ख्रिस्टियनहरू भनेर चिनाउने नयाँ नियम जान्दैन र परमेश्वरको राज्य के हो भन्ने कुरा उसलाई थाहा छैन। पवित्र आत्माद्वारा बप्तिस्मा लिएपछि ख्रिस्टियन भनिएका चेलाहरूसँग तपाईँ किन आफूलाई तुलना गर्नुहुन्न? प्रेरित 11:26 तिनीहरूलाई येशूद्वारा सत्य सिकाइएको थियो, तिनीहरूले ख्रिस्टको आत्मा प्राप्त गरे। यूहन्ना 20:22 पवित्र आत्माद्वारा बप्तिस्मा लिँदा तिनीहरूले परमेश्वरको आत्मा र सत्यको आत्मा प्राप्त गरे। प्रेरित 2:4 र तपाईँले अन्य भाषाहरूमा बोल्नुपर्छ। मर्कुस 16:17 प्रेरित 2:4ले भन्छ, अनि तिनीहरू सबै पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई उच्चारण गर्न दिनुभए बमोजिम अन्य भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले भरिनुको लागि तपाईँलाई ख्रिस्टको आत्मा, परमेश्वरको आत्मा र सत्यको आत्मा चाहिन्छ। अब तपाईँहरूमध्ये अन्य भाषा बोल्नेहरूलाई सत्यको आत्मा प्राप्त गर्नु अघि सत्य सिकाउन आवश्यक छ। एक विश्वासीले आफूलाई ख्रिस्टियन ठान्दै भन्यो कि तिनीहरू यस सम्प्रदायमा जन्मेका थिए र तिनीहरू यस सम्प्रदायमा मर्नेछन्। यो सम्प्रदाय सयौं वर्षदेखि चलिरहेको हुनाले यो यसको झुटा कथाहरू सहितको परम्परा बनेको छ। विश्वासीहरूले बुझ्नुपर्छ कि तपाईँ शारीरिक रूपमा मरेपछि तपाईँ आध्यात्मिक रूपमा बाँचिरहनुहुन्छ। यूहन्ना 5:29 र बाहिर निस्कनुहोस्, जसले असल गरेका छन् जीवनको पुनरुत्थानको लागि र जसले दुष्ट गरेका छन् निन्दाको पुनरुत्थानको लागि। चर्चको लक्ष्य विश्वासीहरूलाई ख्रिस्टियन र सन्त बनाउनु हो। चर्चका नेताहरूलाई सन्तुष्ट पार्न वा धनी बनाउनको लागि स्थापित गरिएको थिएन। उठ्नुहोस्, परमेश्वरको वचनमा सत्यलाई आफ्नो हृदयमा सुन्नुहोस् र प्राप्त गर्नुहोस्।